Hello guys, namaste, sewa, welcome my home garden YouTube channel मा हजुरहरुलाई स्वागत छ। नयाँ हुनुहुन्छ भने चाहिँ सब्स्क्राइब गर्नु नबिर्सिनु होला साथीहरु, अनि लाइक शेयर कमेन्ट पनि गर्नु नबिर्सिनु होला। मेरोमा चाहिँ यो यति धेरै फुलिसक्यो, योसँग त कति लट फुलिसक्यो गाइस। यो फुलिसकेपछि फेरि पिन्चिङ गर्दिनुपर्छ, फेरि फुल्छ है साथीहरु। हजुरहरुलाई यस्तो बगनबेलीको बिरुवाहरु चाहिन्छ भने चाहिँ सम्पर्क गर्नु होला मलाई। हेर्नुस् त साथीहरु, यो चाहिँ ठिमा पिच हो, अनि यो चाहिँ चित्रा भेराइटीको वाइजिट एलिसा हो। मसँग अहिले नयाँ बिरुवाहरु धेरै आएको छ साथीहरु। यो चाहिँ चकलेट ब्राउन, त्यसै गरी यो चाहिँ बटरफ्लाई ऑरेन्ज। मेरो अब फेरि यो फुल्न स्टार्ट भयो साथीहरु बगनबेलीहरु। अनि यो लाइट पर्पल पनि चाहिन्छ भने चाहिँ है साथीहरु। त्यसै गरी यस्तो नयाँ बिरुवा चाहिन्छ भने पनि अवेलेबल छ। यहाँ सबै फुल्नलाई रेडी भइरहेछ। सबैभन्दा इजी रोप्नु चाहिँ यो बगनबेली साथीहरु। नयाँलाई किरा लाग्छ, नयाँलाई पानी धेरै चाहिन्छ, यसलाई सिर्फ घाम मात्र चाहिन्छ। अनि यो चाहिँ मेरो कलेक्सन हो, यो चाहिँ मेरो कलेक्सन। यिनीहरु चाहिँ मेरो कलेक्सनहरु हो। अनि त्यसै गरी आदरनाको बिरुवा चाहियो भने अवेलेबल छ, बिदादारीको बिरुवा चाहियो भने अवेलेबल छ, तर धेरै छैन साथीहरु। छिटो छिटो अर्डर गर्नु होला। यो सबै मेरो नयाँ बिरुवाहरु आएको साथीहरु। हजुरहरुलाई चाहिन्छ भने सम्पर्क गर्नु होला। यस्तो पटमा लानुहुन्छ कि सानो पोलीको लानुहुन्छ कि सबै बिरुवाहरु अवेलेबल छ। त्यसै गरी यसको पनि छ। अनि यो चाहिँ रेड ट्याङ्लुङ भन्छ साथीहरु। यो रेड ट्याङ्लुङको पनि बिरुवा अवेलेबल छ है गाइज। मैले चाहिँ दुईटा राखेको छु रेड ट्याङ्लुङ। त्यसै गरी यो गोल्डन प्राडा, अनि यो चाहिँ बिदादारी हो, मेरो आफ्नै घरको लागि हो साथीहरु। सबै फुल्नलाई रेडी भइरहेछ। यो चाहिँ मुनलाइट येल्लो हो साथीहरु। सबै फुल्नलाई रेडी। अनि यो चाहिँ साथीहरु ग्राफ्टिङ। यसमा जम्मा 3टा कलर छ ग्राफ्ट। त्यसै गरी यसमा पनि छ, यो ग्राफ्टिङ हो। अनि हेर्नु त साथीहरु, यो कति राम्रो छ है गाइज। यो छ यस्तोमा छ साथीहरु। चाहिन्छ भने सम्पर्क गर्नुहोस्। अनि यो चाहिँ मेरो फेन्टास येल्लो, यो चाहिँ मेरो कलेक्सन। त्यो गरी हेर्नु त यो फर्मोसा भेराइटीको चाहिँ एकदम खतरा हुँदो रहेछ। खतरा ब्लुमिङ हुने तर नझर्ने, धेरै अडिने। अनि यो चाहिँ मेरो चित्रा भेराइटीको, यो पनि यस्तै धेरै फुलेको थियो। अब सबै झारिदिन्छु म आज चाहिँ। त्यसै गरी यहाँ चाहिँ सिल्भर थाइडी लाइट, रेड ट्याङ्लुङ, ठिमा पिचहरु छ साथीहरु। यसरी ह्याङ्गिङमा पनि रोप्न सक्नुहुन्छ है हजुरहरुले बगनबेली।
मैले चाहिँ 4टा गमलामा रोपेको छु। अनि यहाँ चाहिँ मेरो पिटोनियाहरू छ साथीहरू। अब पिटोनिया पनि धेरै नै ठुलो मेरोमा यस्तो भइरहेछ पिटोनियाहरू अहिले। अनि अहिले मैले नयाँ बिरुवा फेरि एड गरेको छु साथीहरू। हेर्नुहोस् त यस्तो धेरै ब्लुमिङ हुँदैछ यो। कति धेरै कलरमा मैले भेला पारिसकेँ साथीहरू। यस्तो दामी दामी कलरमा ल्याएको छु। यिनीहरू चाहिँ डबलीमा हो। मजाले यो चाहिँ मैले सबै हिजो ल्याएर रोपेको व्हाइट कलरको। त्यसै गरी यो यहाँ त यस्तै हुन्छ साथीहरू। अब अनि यो चाहिँ मैले अस्ति ल्याएको हो। यो चाहिँ मैले सिलगढीबाट ल्याएको साथीहरू। यति धेरै छ, यस्तो दामी फुल्छ। हस् त साथीहरू, आजलाई यति नै। अर्को भिडियोमा फेरि भेट्नेछु। बाई बाई साथीहरू।